बरसातों में डूबा हर पल यादों में दिल क्या सैलुङ जानको लागि रेडी हुँदै हो में ही खोए रहता खटिएबाट आएर ना कुछ कुछ अब झ्याक छिटो गरेर जानुपर्छ जब सांस सहता अब हाम्रो अब मेकअप सेकअप चाहिँ गर्न भ्याइँदैन गाइज त्यही भएर फाउन्डेसन यो के के हो ग्लस लस एभ्रिथिङ आई एम पुटिङ दिस इन माई ब्याग यो सनस्क्रिन चाहिँ लाउनुपर्छ होला केही नलगाए पनि all set to go with my face was animated. This was perfectly right. Okay, bye bye. अब हामी भेट्छौँ सैलुङतिर। हेलो गाइज, अहिले चाहिँ हाम्रो ओरिजिनल फेस आइरहेको छ। हुन त नाइट ड्युटी गरेर आएको जस्तै छ हाम्रो ओरिजिनल फेस चाहिँ। हामी चाहिँ खासमा जान लागेको सैलुङ। यो चाहिँ चाँडो भइरहेछ अहिले चाहिँ अब सैलुङ गरेर झन् गाडी छ र त्यही भएर अरू पनि छ। अर्जुन हजुर सपना हेलो अहिले बाई बाई छोडी बेट छोडी बेट दिदी बहिनीहरू भ्यू चाहिँ यस्तो छ होइन moviendo los kilos culados, moviendo los kilos culados, moviendo los kilos culados, que levanten la mano los que tengan todo, moviendo los kilos culados, moviendo los मोटो भएर हो मैले फाइदा भएको काखमा बसेर सिटी सवार तराईतिर पनि चढेको माथि त हालत चाहिँ यस्तो भएको छ होइन साथीहरू हामी चाहिँ देउराली आइपुगेको छौँ अब देउरालीबाट हामी सैलुङ जाने यिनीहरू चाहिँ कता गए मलाई छोडेर गए हेलो फोटो भिडियो खिच्न गए सबैजना मेरो बहिनी चाहिँ उहाँ पर हामी चाहिँ अहिले देउराली चोकमा छौँ देउरालीबाट चाहिँ हामी बोलेरो चलेर जाने वाला छौँ देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो जाने बाटो चाहिँ आउनु पर्दैन गाडीमा जान लागेको यसोमा पछाडि यसरी उडी उडी बतासले उडाइले Struggle is real. Yahoo! ल छिटो 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 न छिटो भाउजू छिटो दादा तपाईँ चढ्नु अब
का हरान जस्तै छ त अब राम्रो कस्तो हुन्छ दिदी यो चाल चपाटा सुस्तारी माने सररा बाजेलाई हामीसँग आउँदा रमाइलो भयो बाजे हामीसँग आउँदा रमाइलो भयो ठिकै छ ठिकै छ अब तपाईँहरू त भोलि आउने होला होइन भोलि फर्किने हामी अब तपाईँ कतिखेर फर्किने बाजे हजुर कतिखेर फर्किने अब यही गाडीमा त्यो गाडीमा मात्रै बस्न आउनु भएको यही गाडीमा फर्किने ल ल बुवा बाई बाई हेलो साथीहरू कताबाट हामी चाहिँ अहिले सैलुङमा छौँ अघि चाहिँ हामीले सनसेट हेरेर भ्याइसक्यौँ तर हामीले तपाईँहरूलाई देखाउन सकेनौँ हामी त्यसमा क्षमा प्रार्थी छौँ हामीले आफू मात्रै हेरेर मनोरञ्जन लियौँ त्यही पनि अहिले पनि हेर्नुभयो भने भ्यू एकदम बबाल 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 भ्यू छ यो ज्याकेट लिएर जाऊ अन्त मेरो ज्याकेट लिएर अब हामी चाहिँ चिया खान जाँदैछौँ दुध चिया खान दुध चिया सँगसँगै चटपटी पनि खान्छौँ होला चटपटी चाहिँ छ होला तल हामी बसेको रिसोर्ट चाहिँ यही नै हो व्हाइट हाउस भन्दो रहेछ यसलाई चाहिँ सैलुङ इको भिलेज रिसोर्टको व्हाइट हाउसमा बसेको छौँ भ्यू एकदम बबाल 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 भ्यू देखिनु रहेछ यस्तो घाम मस्ताइछ कि त्यही पनि यस्तो लाइट आइरहेछ कि मेरो फेसमा यहाँ त झन् ओ माई गड दिस इज सो ब्युटिफुल लास्ट दामी रहेछ चस्मा लगाइदिउँ
साउंड के साथ लोडेड गानों वाला कीपैड फोन धमाकेदार साउंड के साथ कारवा मोबाइल। डांसर आपसे ना खड़ेगा इससे बैठ रहा है अप्सरा जी राम्री छे भन्दानु ओ तिम्रो ऊ लडो कता कि लडो यहाँ सब भुइँमा हेर अमिले पो हुँदो रहेछ